हामीलाई परिचय गराउँदैछु। हाम्रा दाजु क्रान्तिकारी नेता नेपाली काङ्ग्रेसको छातामुनि लोकतन्त्रको निमित्त सदैव सङ्घर्ष गर्ने रामचन्द्र सिंहज्यूसँग 90 वर्षीय रामचन्द्र सिंहज्यू डाङ्गी मरै महोत्तरी गाउँपालिका महोत्तरीको हुनुहुन्छ र उहाँ एउटा जिउँदो इतिहास हो। 2017 साल पौष गते राजा महेन्द्रले जनताको अधिकार संसदीय लोकतन्त्र माथि प्रहार गरेर सम्पूर्ण शक्तिको स्रोत आफैलाई घोषित गरे, गैर संवैधानिक काम गरे। त्यतिखेर रामचन्द्र सिंहज्यू तरुण दलको नेताको रूपमा काठमाडौँमा त्यहाँ भइरहेको तरुण दलको अधिवेशनमा उपस्थित हुनुहुन्थ्यो। अर्को कुरा, नेपालमा पहिले गणतन्त्रको उद्घोष जनकपुरबाट भएको थियो। 2018 साल 9 गते शहीद सम्राट दुर्गानन्द झाले राजामाथि बम फालेर गणतन्त्रको उद्घोष गरेका थिए। रामचन्द्र सिंहज्यू त्यस बम काण्डमा केन्द्रीय भूमिका निर्वाह गर्नुभएको थियो र म बढी कुरा भन्न चाहन्न। म उहाँसँगै यस बारेमा चर्चा गर्न चाहन्छु र आजको चर्चाको मुख्य उद्देश्य हो कि हामी इतिहास नै जानेनौँ भने हामी आफूलाई नै जान्न सक्दैनौँ। इतिहासले नै हाम्रा उपलब्धिहरू कसरी, कति सङ्घर्षबाट, कति मेहनतबाट प्राप्त भएको छ, कति त्यागबाट, कति त बलिदानबाट, त्यो कुरा इतिहासले नै बताउँछ र इतिहासले नै अगाडिको बाटो पनि देखाउँछ। त आजको उद्देश्य यो पनि हो कि जनकपुर बम काण्डको बारेमा हाम्रा नयाँ सन्ततिहरूलाई, नयाँ जेनेरेसनहरूलाई थाहा होस्, ताकि हाम्रा पूर्वजहरूले, हाम्रा चाहिँ दाजुहरूले, हाम्रा काकाहरूले कति सङ्घर्ष गरेर कसरी लोकतन्त्रको स्थापना नेपालमा भयो, त्यसको एउटा कडीको रूपमा म आदरणीय दाजु रामचन्द्र सिंहसँग यो चर्चा गर्न चाहन्छु। सर्वप्रथम दाजु, म एउटा कुरा तपाईँलाई भन्न चाहन्छु कि जब 2017 साल पुस 1 गते राजा महेन्द्रले गर्नै नहुने काम गरे, जसको सजाय अहिलेसम्म नेपालले भोगि नै रहेको छ। लोकतन्त्र त हामी ल्याइसक्यौँ, तर त्यसबाट जुन क्षति भयो त्यसको पूर्ति कहिले पनि गर्न सकिन्न। त्यति बेला तपाईँ के गर्दै हुनुहुन्थ्यो? म त्यस बेला सीतामढ़ी कलेजमा बिएका फाइनलका परीक्षा दिएको थिएँ। म तरुण दलको डेलिगेट पनि थिएँ। त्यो अधिवेशन थियो पुस 1 गतेको। त्यसमा म भाग लिन काठमाडौँ गएँ। मेरो अगाडि त्यो घटना घट्यो। बिपी कोइराला, गणेशमान सिंह, सुखलाल उपाध्याय सबै थियो त्यहाँ। त्यसै मञ्चमा त्यो मृत्युको अफिसरले आएर त्यो मञ्चमा त्यो बुट पढेर गएको थियो। त्यति बेला हामी एउटा शङ्का भयो, यस्तो मर्जादित मञ्चमा यस ढङ्गबाट किन गइरहेको छ। त्यसपछि उहाँले सबैलाई उठ्नलाई आग्रह गर्नुभयो, सबैले एरेस्ट गर्नुभयो। केहीजना भाग्न पनि सफल भएको थियो। त्यो उसमा म उपस्थित थिएँ। हामीहरूमा धेरै आक्रोश भयो। त्यो आक्रोशको बाद सबैलाई केही समयको लागि हामी प्रतिबन्धमा थिए। अरू सबैलाई एरेस्ट गरेर हाम्रो नेताहरूलाई, बिपी कोइरालालाई, जननायकलाई लिएर गए। अरू सबैलाई नेताहरूलाई। त्यस्तो परिस्थितिमा हामीहरू यस्तो छटपट अवस्थामा थियो। तमाम डेलिगेटमा आक्रोश थियो, तर हामीहरू शान्त थिए। पुरा कुरा हामीलाई थाहा थिएन। त्यो परिस्थिति थियो। त्यसपछि तपाईँहरू भारत प्रवासमा कसरी आउनुभयो, त्यहाँ के गर्दै हुनुहुन्थ्यो, त्यो पनि जानौँ कि? त्यस बेला नेपाल इंडिया के जैसे कॉलेजहरूमा बनारस, मुजफ्फरपुर, सीतामढ़ी बहुत सारे ठाउँमा नेपाली छात्र संगठन थियो।
त्यो छात्र सङ्गठनमा म पनि सीतामढी कलेजमा थिएँ। नेपाली छात्र सङ्घको सभापति म थिएँ। उहाँ मुजफ्फरपुरमा मास्टर प्रसाद थियो, जो कपति मन्त्री पनि हुनुभएको थियो। त्यो हाम्रो सबै ठाउँमा थियो। त्यसपछि त्यहाँबाट त्यो मिटिङबाट म वापस आएर हाम्रो स्टेटमेन्ट दिएँ। त्यसमा विद्यार्थीहरूमा आक्रोश थियो, युवकमा आक्रोश थियो यो प्रजातन्त्रको हत्याको विरोधमा। त्यो परिस्थितिको हामीहरूले डेङ्गम गरे, हामीहरूले सम्पर्क गरे। त्यसपछि आन्दोलनको परिस्थिति भइरहेको थियो। विद्यार्थीमा, युवकमा, नेपाली छात्र सङ्गठनमा धेरै आक्रोश थियो, एकदम उतावलापन थियो। और प्रजातन्त्रको हत्याको विरुद्धमा केही गरौँ, त्यस्तो परिस्थिति देशमा भइसकेको थियो। त्यस्तो सबै कलेजहरूमा थियो प्रजातन्त्रको लागि यो परिस्थिति थियो। अनि नेपाली काङ्ग्रेसले के गरिरहेको थियो त्यसमा तपाईँहरूको भूमिका के थियो? त्यसपछि त्यो नेपाली काङ्ग्रेसका बहुत सारा बाहिर जानुभएको थियो, जहाँ तहाँ गएको त्यो नेताहरू अरेस्ट हुनुभएको थियो। केही पटनायक चौधरी, सुवर्ण शमशेर, मेन सुवर्ण शमशेरले देशमा प्रजातन्त्रको लागि केही हो गर्नुपर्छ त्यो उहाँले आह्वान गर्नुभएको थियो। त्यसपछि हामीहरूमा जागरुकता ज्यादा आयो, हामीहरूमा आक्रोश ज्यादा आयो। त्यसमा पटनायक चौधरी हामीहरूको कलेजहरूमा आउनुभएको थियो, हामीहरूलाई त्यो आह्वान गर्नुभयो यो प्रजातन्त्रको हत्याको विरुद्धमा तपाईँहरू के गर्नुपर्छ, तपाईँहरूलाई सङ्घर्षमा उतर्नुपर्छ। त्यो प्रेरणा हामीहरूलाई भयो। पछि मिटिङ पनि भयो मुजफ्फरपुरमा। त्यसमा एउटा सङ्गठन राष्ट्रिय स्तरमा जति इन्डियामा कलेजहरू थियो, छात्र सङ्गठन थियो, सबैको एउटा आन्दोलनको आह्वान भयो। त्यसमा मुजफ्फरपुरमा भयो। त्यसमा सिके प्रसाईजी, पटनायक चौधरी, भरताली मिश्र सबै आएको थियो। त्यसमा सङ्गठन भयो और सिके प्रसाई प्रेसिडेन्ट हुनुभयो। केही दिनपछि उहाँ छाड्नुभयो। पछि म प्रेसिडेन्ट भए। त्यो क्रान्तिकारी स्पिरिटमा हाम्रो रूपरेखा पनि थियो। हामी काफी युवक थियौँ, क्रान्तिको प्रभुमा विश्वास थियो। यो आन्दोलनको रूपमा कसरी हाम्रो तयार हो, हाम्रो इन्डियाका जति सङ्गठन थियो, नेपाली छात्र सङ्गठन सबैले हामीहरूसँग सम्पर्क गर्नु और हामीहरू त्यसको लागि वातावरण बनायो। फिजा बहुत बढिसकेको थियो। प्रजातन्त्रको लागि समर्पण थियो, मर्ने मिट्नेलाई सबैले त्याग थियो। त्यस समय युवक आन्दोलन थियो, त्यसको नेतृत्व आन्दोलनले गरेको थियो। त्यसमा तपाईँसँग अरू साथीहरू को हुनुहुन्थ्यो? त्यस बेला सङ्गठनको महामन्त्रीमा मास्टर प्रसाद सिंह हुनुहुन्थ्यो, कोषाध्यक्षमा नागेन्द्र प्रसाद सिंह, कलेब कुमार सिंह, रौतहट, त्यसपछि शङ्कर देशका काठमाडौँ, विनोद और पटैती थाहा छ न, विराटनगर, 70 मधुकान्त सिंह, केदार नारायण सिंह, जुगल सिंह, गङ्गाधर झा, हाम्रो सिराहाको बनी थियो, महकरीमा नागेन्द्र झा, जगनन्दन झा, नागेन्द्र प्रसाद सिंह, अरू राजेन्द्र चौधरी महामन्त्री हुन्थ्यो। पछि उहाँ हुनुभएको थियो। त्यसपछि पश्चिममा पनि कोही काफली थियो। त्यो त्यस्तो थियो, सबै ठाउँका थियो। तर याद आएपछि म फेरि भन्छु यो विगतको कुराहरू भइसकेको छ। तर क्रान्तिकारी स्पिरिट थियो, युवकमा उतावलापन थियो। प्रजातन्त्रको हत्याको विरुद्धमा हामी केही गरौँ, यो परिस्थिति राष्ट्रिय स्तरमा थियो। हामीहरूसँग सबैको सम्पर्क थियो। और नेपाली काङ्ग्रेसको जुन आन्दोलनको लागि सुवर्ण शमशेरले जो आह्वान गर्नुभएको थियो, त्यो सुवर्ण शमशेरको आह्वानले देशमा व्यापक वातावरण बनिसकेको थियो। यो राजतन्त्रको विरोधमा, प्रजातन्त्रको हत्याको विरोधमा एक धेरै आक्रोश थियो, धेरै आन्दोलनको रूप थियो, भित्र पनि बाहिर पनि। अब म केन्द्रित हुन चाहन्छु नेपालको सबभन्दा ठुलो, मेरो विचारमा ऐतिहासिक घटना, राजा महेन्द्र 2018 साल
माघ 9 गते जनकपुर आउँदाखेरि जानकी मन्दिरमा उहाँमाथि बम प्रहार गरियो। त्यो बम शहीद सम्राट दुर्गानन्द झाले प्रहार गर्नुभएको थियो। मैले सुनेको छु कि तपाईँको यसमा केन्द्रीय भूमिका थियो। त्यतिखेर दुर्गानन्दजी कहाँ हुनुहुन्थ्यो र तपाईँसँग कसरी उहाँको सम्पर्क भयो? तो महाराज दयाको जुन कार्यक्रम जनकपुरमा थियो त्यसको विरुद्धमा एक वातावरण देश अन्तर्राष्ट्रिय स्तरमा पनि इन्डियामा जति नेपाली छात्र सङ्गठन थियो सबैमा खलबली थियो। त्यो सबै उहाँको डेलिगेट सबहरू उहाँको मान्छे आएर जयनगरदेखि बोर्डरसम्म थियो, सीतामढी जहाँ कहाँ थियो। और उनीहरू केही गर्नलाई राजाको विरोध गरौँ र राजालाई यो बताऊँ कि तपाईँले प्रजातन्त्रको जुन हत्या गर्नुभएको त्यो हामीले बर्दास्त गर्न सक्दैन। और यो देश प्रजातन्त्र चाहन्छ, तपाईँले हत्या गर्नुभएको त्यो आक्रोश हामी उहाँलाई देखाउँ, उहाँलाई यो जानकारी हुनुपर्छ। त्यो स्पिरिट राष्ट्रिय स्तरमा थियो, युवकमा थियो, आह्वान थियो। त्यस बेला मेरो सँग उनीहरूले कुरा गरेको थियो। उनीहरूले मसँग काफी प्रभावित थियो। और त्यसै बेला दुर्गानन्द झा, अरविन्द ठाकुर उनीहरू छात्र थियो, हाई स्कुलको छात्र थियो। त्यो उनीहरूले पनि मसँग सम्पर्क गरे। उनीहरूले पनि म केही गर्न सक्छु, म गरौँ, यो गर्छु, वो गर्छु, म राजामाथि बम प्रहार गर्छु, यो गर्छु, वो गर्छु, मलाई केही सहयोग गराइदिनु, केही उपाय गरिदिनु, केही बाबाको उपलब्ध गराइदिनु। त्यसमा मैले अहम भूमिका गरेँ। और मलाई पनि यो आवश्यकता महसुस गरिरहेको थियो। देशमा केही जस्तो दुर्गानन्द झाले मलाई भन्नुभएको थियो, म पनि एप्रिसिएट गरेँ कि जिस तरह से भगत सिंहले एउटा सामान्य बम फालेर दुनियाँमा देखाउनु भयो, अङ्ग्रेजसम्म उहाँले बताउनु भयो कि आक्रोश छ हामी देशमा, तपाईँले बाहिर जानलाई भनिरहेको थियो। त्यसै राजाले जुन प्रजातन्त्रको हत्या गरेको थियो त्यसको विरुद्धमा एउटा जनावाज छ, त्यो हुनुपर्छ, त्यो म गर्न चाहन्छु। त्यहाँ दृढतापूर्वक शहीद दुर्गानन्द झाले राजामाथि प्रहार गर्यो, मार्ने इच्छा थिएन, तर आक्रोश व्यक्त गर्नलाई स्पष्ट रूपमा उहाँले उहाँको गाडीमा बम फाल्नुभयो, संयोगले उहाँ बच्नुभयो। तर यो आन्दोलनको जो भावना थियो, आक्रोश थियो, राजालाई यो महसुस गर्नुपर्छ कि प्रजातन्त्रको तपाईँले हत्या गर्नुभयो। यो नेपालको यङ जेनेरेसन विद्यार्थीहरू क्रान्तिकारीले बर्दास्त गर्न सक्दैन। और नेपाली कङ्ग्रेस त्यसको प्रतीक थियो, प्रजातन्त्र सङ्गठनको प्रतीक थियो। बिपी कोटा, श्रवण शमशेर थियो, गणेश मान सिंह, यस्तो व्यक्तित्वको आडमा नेतृत्वमा यस देशमा प्रजातन्त्र होस्, यो स्पिरिटमा हाम्रो युवक, हाम्रो देशको प्रजातन्त्रवादीहरू समर्पित थियो। त्यसैको प्रतिफल छ कि राजामा त्यो बम प्रहार हो। कारण हाम्रो नेता सिन्धुली जेलमा थियो, हाम्रो नेता बाहिर थियो, पटनायक बाहिर थियो, श्रवण शमशेर बाहिर थियो। यस्तो परिस्थिति थियो। यसमा यो घटनाले सबैलाई च्यालेन्ज गर्यो, सबैलाई आफ्नो ठाउँमा जानलाई बाध्य गर्यो। यो मेरो भावना हो, मैले पाएँ। एउटा कुरा म अलिकति तहमा जान चाहन्छु कि त्यतिखेर उहाँको उमेर त धेरै कम थियो दुर्गानन्दजीको। मैले सुनेको 1.5 वर्ष मात्रै बिहा भएको थियो। त तपाईँहरूले उहाँलाई मोटिभेट गर्नुभयो कि राजामाथि आक्रमण गर, बम फाल, या उहाँ आफैले म बम फाल्छु भनेर भन्नुभयो र किन बम फाल्छु भन्ने कुराहरू पनि भन्नुभयो उहाँले? हामीहरू त क्रान्तिकारी थिए, प्रजातन्त्रवादी थिए, केही होस् यो चाहना थियो। तर उसमा आफ्नो जागृति पनि थियो। वो मलाई त प्रजातन्त्रको लागि केही गरौँ, त्यो उसको धेरै स्पिरिट थियो। त्यो स्पिरिटको हामीहरूले उपभोग गऱ्यौँ। त्यो प्रजातन्त्रको लागि उहाँको जुन समर्पण थियो, जो आक्रोश थियो, त्यसैको प्रतिफल हो बमका। तर उहाँको राजाको मात्रै यो माने प्रतीकको रूपमा कि तपाईँले गर्नुभयो, त्यो हामीले बर्दास्त गरेन। हाम्रो देशको युवकले बर्दास्त गरेन। प्रजातन्त्रवादी क्रान्तिकारी यो भन्न चाहन्छ कि तपाईँले गर्नुभयो। त्यो स्पिरिट थियो सबैका। उहाँमा स्वतः जागृति थियो, धेरै जागृति थियो।
तर हामीहरूले पनि जागृतिमा मद्दत गरेको थियो। तर वो क्रान्तिकारी थियो, महान क्रान्तिकारी थियो दुर्गानन्द अरविन्द ठाकुर दुवै। और शिवचन्द्र मिश्र सबभन्दा एउटा क्रान्तिकारीको नाम मैले अहिलेसम्म भन्न सकेन। यो पनि धेरै क्रान्तिकारी थियो। शिवचन्द्र मिश्र और कार्य समितिको पनि मेम्बर थियो, धेरै क्रान्तिकारी थियो। एमए पास थियो और मक्करीको थियो। और राष्ट्रिय स्तरमा साथीहरूमा स्पिरिट जगाउने, प्रजातन्त्रको लागि केही गरौँ, त्यो परिस्थिति पैदा होस्, यो हाम्रो निर्णय हो। नेपाली छात्र युवक संगठनको स्पिरिट थियो। और नेपाली छात्र तथा युवक संगठन एनएसवाई हो, इंटरनेशनल आईयूसीवाई सोशलिस्ट इंटरनेशनल यूथ ऑर्गेनाइजेशन का एसोसिएटेड मेंबरशिप थियो। तरुण दल मेंबर थियो उसको, तर एनएसवाई हो उसको एसोसिएटेड मेंबरशिप थियो। और इंटरनेशनल सोशलिस्ट यूथ ऑर्गेनाइजेशन को हामीहरूलाई उसँग सम्पर्क थियो, वो हामीलाई सपोर्ट गरिरहेको थियो। सबै रूपमा हामीलाई सपोर्ट गर्नुभएको थियो। एनएसवाई को संगठन थियो। अनि एउटा कुरा, अब म अलिकति तथ्यतिर जान चाहन्छु कसरी भयो यो। अनि उहाँले म बम प्रहार गर्छु, म भगत सिंह जस्तो आवाज दिन्छु राजतन्त्रको विरुद्धमा, म गणतन्त्रको लागि चाहिने एउटा आवाज बुलन्द गर्छु भनेर भन्दाखेरि तपाईँले बम कसरी उपलब्ध गराउनुभयो? त्यतिखेर तपाईँहरूको त्यो कुन सिस्टम थियो, कसरी उपलब्ध गराउनु? हाम्रो त्यस समयमा हाम्रो पार्टीको महामन्त्रीहरू आउनुभएको थियो। त्यसैमा केही व्यवस्था उनीहरूले मिलाइदिनु भएको थियो। त्यसैबाट उपलब्ध हामीहरू प्राप्त गराउनेमा मद्दत गर्नु भन्दाखेरि नेपाली काङ्ग्रेसले बम उपलब्ध गरायो। महामन्त्रीको हुनुहुन्थ्यो परशुनारायणजी, र त्यो बम तपाईँलाई उपलब्ध गराउनुभयो उहाँहरूले। त्यस्तै बुझ्नुहोस् न। तर उपलब्ध भयो, तर नेपाली काङ्ग्रेस त्यसमा बहुत क्लियर थिएन। तर केही होस्, राजा फिल गरोस् कि मैले जुन गरेको थिएँ त्यसको आक्रोशमा वातावरण विरुद्धमा छ। त्यो नेपाली काङ्ग्रेसको स्पिरिट थियो। त्यो स्पिरिटको प्रतिफल हो। कहाँबाट आयो, कहाँ आयो, तर व्यवस्था भयो, यो घटना घट्यो, यो सत्य कुरा। अनि तर अब त मतलब त्यो कुराहरू बाहिर आउनुपर्छ भन्ने मलाई लागेको हुनाले मैले सोधेको। त्यसमा अरविन्द ठाकुरजी पनि हुनुहुन्थ्यो, अरू साथीहरू पनि थिए। तिनीहरूको एउटै टिम थियो कि के कस्तो थियो? टिम एउटै थियो, तर सबै अलग अलग थियो। कसैसँग थाहा थिएन। यो त कार्यकारी कार्यक्रममा त सबै कुरा खुलेर हुँदैन। तर सबै एकै टिमको मान्छे थियो। भन्दाखेरि प्लानिङ एक ठाउँमा भएको थियो। तर अरविन्दजीलाई दुर्गानन्दजीको बारेमा जानकारी थिएन, उहाँ पनि आउनुभएको भनेर, र अरू व्यक्तिहरूलाई पनि जानकारी थिएन। यो यस्तै लाग्छ हामीलाई पनि, किनभने अरविन्दजी पक्रिएपछि एयरपोर्टमै अरविन्दजी पक्रिनु हो। अरविन्दजी पक्रिएपछि उहाँले दुर्गानन्दजीको कुनै पनि भेउ दिनु भएन, दिन सक्नु भएन, उहाँलाई थाहै थिएन। त्यसको चाहिँ लाग्छ। अनि बम पड्किसकेपछि यसो भनिन्छ कि दुर्गानन्दजीलाई तत्कालै त्यहाँ एउटा त्यतिखेर जनकपुरको एसपी हुनुहुन्थ्यो मानबहादुर बडो खुङ्खार एसपीको रूपमा चर्चित हुनुहुन्थ्यो। र उहाँ 2007 सालमा राणा विरुद्धको आन्दोलनमा मुक्ति सेनाको पनि काम गर्नुभएको मान्छे थियो। यस्तो गाईको के सुनिन्थ्यो भनेदेखि मलाई केही दाजुहरूले नै, बुढापाकाहरूले नै के बताउनु भएको छ भने कि मानबहादुरजी त्यहाँ थिए, तर उनले अलिकति दुर्गानन्दजी भागोस् भन्ने किसिमको चाहनु भएको थियो भन्ने कुरा पनि सुन्न आएको थियो। त्यसको बारेमा केही भन्नुहुन्छ? हुन सक्छ यो कुराहरू पनि हामी पनि सुनिरहेको थियौँ। तर उहाँ स्केप गर्नुभयो और उहाँलाई एरेस्ट गर्न प्रयास पनि गरे, तर उहाँ स्केप हुनुभयो। और
मान्छेहरूले भने कि सायद स्कुलले अभोइड गरे के गरे त्यो प्रिपरेसन बाध्यमा हुन्थ्यो तर घटना भएर सही कुरा हो स्केप उहाँ गर्नुभयो और स्केप गर्नेपछि पछि उहाँले हुनुभयो तर यो प्रजातान्त्रिक स्पिरिट थियो तर देशमा एक वातावरण थियो नीति महाकालीसम्म मिलिजम अनुभव गरेको थियो यो वातावरण थियो और नेपाली कांग्रेस त्यसको बेनिफिट पायो प्रजातन्त्रको विरुद्धमा जो घटना घटेको थियो त्यसको विरुद्धको जो शक्ति थियो त्यो नेपाली कांग्रेसको लिडरसिप गर्नुभयो तर कुछ बाध्यता थियो नेपाली कांग्रेसको जो संवैधानिक राजतन्त्रमा कसरी त प्रजातन्त्र प्रयोग हो त्योमा अलिकति केही भएको थियो तर नेपाली कांग्रेसको प्रति आम जनतामा आम युथमा क्रान्तिकारीमा एक राम्रो इमेज थियो नेपाली कांग्रेसले एक्सेप्ट गरे नेतृत्वले एक्सेप्ट गरे त्यही समय बिच बडा सुवर्ण शमशेर गणेश मान यिनीहरूलाई प्रति बहुत बडा रामनारायण मिश्र यिनीहरूप्रति धेरै श्रद्धा थियो यिनीहरूको त्याग तपस्याको लागि मर मिट्न लागि युथले नेपाली कांग्रेस कटिबद्ध थियो यो बडो ठुलो स्पिरिटको कुरा थियो त्यो म तपाईसँग निवेदन गर्न चाहन्छु म फेरि आउँछु यसमा त अनि त्यसपछि एउटा कुरा के सुनिन्छ भने कि दुर्गानन्दजी बम काण्ड गरिसकेपछि पुरा जनकपुरमा चाहिँ एकदम करिब कराउ थियो अरविन्द ठाकुरजी पहिले नै समातिसक्नु भएको थियो दुर्गानन्दजी रातभरि जनकपुरमै बस्नुभयो त्यसबारेमा केही तपाईँलाई थाहा छ त्यति त थाहा छैन तर यही त माने उहाँलाई कहीँ त सेफ हुनुभयो सेफ भएर आउनुभयो उहाँले भन्नुभएको थियो म कहीँ ठाउँमा रात बिताएँ बिहानै आए मैले सुनेको म तपाईँसँग जान्न चाहन्छु कि बम काण्डपछि दुर्गानन्दजी भागेर उहाँभन्दा धेरै जुनियर उमेरमा हेमचन्द्र चौधरीजी हुनुहुन्थ्यो हेमचन्द्र चौधरीजीको घरमा रातभरि उहाँ बस्नु हो पुरा परिवार थरकमान थिए त्यतिखेर होइन कि के हुन्छ कुन बेला पुलिस आइपुग्छ तर रातभरि उहाँलाई सेल्टर दियो र भोलिपल्ट बिहानै उहाँ चाहिँ त्यहाँबाट जानुभएको थियो एउटा अर्को कुरा पनि सुन्छु म कि एकपटक दुर्गानन्दजी मानबहादुरलाई भेट्न आउनुभएको थियो अरे तर चाहिँ उहाँलाई गिरफ्तार गरिएन वा हुनु भएन के भयो यसबारेमा पनि हल्ला सुनिन्छ तपाईँको जानकारीमा के छ यसबारेमा इसमें डिटेल जानकारी तो छैन तर इससे यस्तो कुराहरू केही सुने तर यसमा कति सत्यता छ त्यो म क्लियर छैन मेरो कतिले भन्छ मानबहादुरले एक्लैमा भेटेर तिमी जाऊ भाग तिमी भनेर भन्यो रे कतिले भन्छ अरे त्यस्तो भेटै भएको छैन त्यो म यसमा क्लियर छैन डिटेल तर यो भयो म आज यो घटना कसरी भयो भन्ने कुराको बारेमा चाहिँ तपाईँसँग म जान्न खोजेको अब म जान्न चाहन्छु जो कि तपाईँ अलिकति पहिले चर्चा गर्नुभयो कि नेपाली काङ्ग्रेसको प्रतिक्रिया के थियो त्यतिखेर कार्यकारी अध्यक्ष सुवर्ण शमशेरले यसबारेमा केही बोल्नु भएन या महामन्त्रीज्यूहरूले केही बोल्नु भएन या नेपाली काङ्ग्रेसका नेताहरूले यो घटना ठिक भयो राम्रो भयो या के भयो त्यसको बारेमा कुनै प्रतिक्रिया दिएको तपाईँलाई याद छ त्यो प्रतिक्रिया त छैन तर यसमा विरोधमा थियो न मलाई विश्वास छ कारण कि नेपाली कांग्रेसको एउटा नीतिगत के थियो कि संवैधानिक राजतन्त्रको स्थापना नेपालमा होस् त्यसको लागि उहाँले 7 सालको आन्दोलन पनि गर्नुभएको थियो राजा त्यो आन्दोलनको जुन स्पिरिट थियो जो कम्प्रोमाइजका जो स्ट्यान्ड थियो त्यो उहाँले साथ दिनु भएन तर नेपाली कांग्रेसले लास्ट समयसम्म प्रजातन्त्र राजतन्त्रलाई मिलाएर लिएर जाने यो उहाँ नेपाली कांग्रेसको कन्सेप्ट थियो नेपाली कांग्रेस इमान्दार छ आफ्नो विचारमा आफ्नो चिन्तनमा तर राजाले त्यसलाई मेन्टेन गर्नु भएन तर यस बेलामा पनि
उहाँले यो घटना भएको छ, नेपाली कङ्ग्रेसको स्पिरिटले यो घटना गराएको छ। तर नेपाली कङ्ग्रेसले खुलेर भन्नु भएन। तर आन्दोलनको बारेमा, बमकाण्डको बारेमा सुमनजीले भन्नुभएको थियो, मैले पनि सुने यस्तो भयो, उहाँले पनि भन्नुभएको थियो, उहाँले डिनाइ गर्नुभयो। तर प्रजातन्त्रको स्थापना, संवैधानिक राजतन्त्रको स्थापना मूलभूत स्पिरिट थियो नेपाली कङ्ग्रेस। नेपाली कङ्ग्रेस आफ्नो विचारधारामा, आफ्नो चिन्तनमा ईमानदार थियो। तर राज संस्थाले त्यसलाई मेन्टेन गर्नु भएन। उहाँको त्यस्तै खालको चाहिँ स्टेटमेन्ट दिएको जस्तो मलाई लाग्छ सुमनजीले। उहाँले के भन्नुभयो भने कि मैले सुनेको छु र राजा प्रति जनतामा जुन आक्रोश छ, युवामा जुन आक्रोश छ र प्रजातन्त्रको हत्या भएको कारणले जुन असन्तुष्टि छ, त्यस असन्तुष्टिको कारण यस्तो घटना घट्यो। एकदम तपाईँसँग म सहमत छु, सही कुरा यही हो। नेपाली कङ्ग्रेसको सही स्ट्यान्ड पनि यही हो। अनि त्यसपछि जस्तै अरू नेताहरू हुनुहुन्थ्यो नि, या हाम्रो भेगको, हाम्रो धमकामा तरिको या वीरगन्जतिरको, जस्तै तेजबहादुर अमात्य हुनुहुन्थ्यो, जस्तै के अरे सरोज प्रसाद कोइराला हुनुहुन्थ्यो, निधिजीहरू हुनुहुन्थ्यो। उहाँहरूले यसबारेमा केही प्रतिक्रिया दिएको या तपाईँसँग भेटघाट भएको? तपाईँको बारेमा त थाहै भएन, धेरै कुरा मान्छेलाई थाहै दिएन। मलाई लाग्छ तपाईँ यसमा केन्द्रीय भूमिका खेल्नु हो भन्ने कुरा धेरैलाई थाहा छैन। तर पनि कस्तो प्रतिक्रिया आयो त? मलाई लाग्छ तेजबहादुर अमात्य, सरोज प्रसाद कोइराला यिनीहरूले एप्रिसिएट गरेको थियो, बोलिए तर स्टेटमेन्टको रूपमा आउनु भएन, पब्लिकली आउनु भएन। तर यिनीहरूले स्पिरिट पसन्द गर्नुभएको थियो, क्रान्तिकारी स्पिरिटको थियो। उहाँले देशमा यो गल्ती भएको थियो, आक्रोश भएको थियो, जुन घटना घटेको थियो त्यसको बिलमा उनीहरू थियो। जहाँ तक महिना निधि हाम्रो गान्धीवादी विचारधाराको थियो, उहाँले मिलाइ डुलाएर जाने। हामीले नेपाली कङ्ग्रेसले पनि त राजा राजन यो यसलाई सम्मिलित मिलाएर लिइजाने थियो। तर यसमा राजा पछि हट्नु भयो, नेपाली कङ्ग्रेस पछि हट्यो। नेपाली कङ्ग्रेस लास्टसम्म यो परिस्थिति रह्यो। त्यसैले नेपाली कङ्ग्रेस खुलेर भन्नु भएन। तर जुन घटना छ सबै स्पिरिटलाई उनले पसन्द गरेको थियो, मलाई जस्तो लाग्छ। तर अरूले केही भन्नुभएको थियो? भन्नुभएको थिएन, तर मलाई एप्रिसिएसन त थियो। तेजबहादुरजीले पनि त क्रान्तिकारी थियो, सरबाबु पनि क्रान्तिकारी थियो, उनीहरूले त एप्रिसिएट गर्यो। तर पब्लिकली उसमा स्टेटमेन्ट दिएर ये गर्ने हो गर्ने त्यो भएन। तपाईँको बारेमा पनि तपाईँ यसमा चाहिँ खास भूमिका निभाउनु भएको भन्ने कुरा बाहिर आएन? आयो होला, जानकारी होला। तर हाम्रो एउटा सीमा थियो, त्यससम्म त मैले गरेँ जहाँसम्म गर्न सक्ने थियो, तर गरेँ। तर यो यसमा मलाई लाग्छ जुन घटना भएको थियो त्यो आवश्यक थियो, यति हुन आवश्यक थियो, ताकि प्रजातन्त्रवादीहरूको मनोबल बढ्नुपर्छ और प्रजातन्त्रको हत्या गर्ने बारेमा को पर एउटा प्रेसर हो कि यो काम नहुने हुन चाहियो, नहुने राम्रो हुन्थ्यो, त्यसको च्यालेन्ज थियो। अनि त्यतिखेर बिपी कोइराला त जेलमा हुनुहुन्थ्यो, उहाँको कुनै प्रतिक्रिया? उहाँको प्रतिक्रिया त आएन, सुन्न सकेन, मेरो जानकारी भएन। त उहाँ सुन्ने त जेलमा हुनुहुन्थ्यो। बिपी कोइराला जेलमा हुनुहुन्थ्यो, जहाँसम्म मैले पढेको छु। त्यही घटनाको 3-4 दिनपछि या 6 दिनपछि होला उहाँले एउटा कथा, साहित्यिक कथा लेख्नु भएको थियो, एक रात। जेलमै लेख्नु भएको थियो। त्यो अहिले धेरैको अध्ययनको विषय छ, नेपाली साहित्यको एउटा चर्चित कथा हो। र त्यो कथा ठ्याक्कै दुर्गानन्दजी जेल कसरी आक्रोशित हुनुहुन्थ्यो, उहाँ बिहा गर्नुभयो, भर्खरै बिहा भएको छ, उहाँको मनस्थिति के थियो र त्यसपछि फाँसीमा झुन्डिँदासम्मको अवस्था के थियो भन्ने किसिमको दुर्गानन्दजीको नाम राखेर होइन, तर एउटा काल्पनिक
चाहिँ पिक्चर बनाएर उहाँले त्यो कथा लेख्नुभएको छ। मैले त्यो कथा पढेको छु र मलाई लाग्छ कि यो घटनाले बिपी कोइरालालाई यति उद्वेलित गर्यो कि उहाँ जेलमा एउटा कल्पना गर्नुभयो, यसो भयो होला, यसो भयो होला, यसो भयो होला, यसो भयो होला, धेरै कुरा मिल्ने जस्तो देखिन्छ र उहाँले एउटा कथा लेख्नुभयो एक रात भन्दाखेरि विश्वेश्वर प्रसाद कोइरालाको त्यो आक्रोश ले गर्दा दुर्गानन्दजीले जुन विद्रोह गर्नुभयो, जुन चाहिँ आवाज धन्काउनुभयो गणतन्त्रको राजतन्त्रमाथि आक्रमण गरेर, त्यसको विश्वेश्वर प्रसाद कोइरालाले समर्थनै गर्नुहुन्थ्यो भन्ने चाहिँ त्यो कथाबाट देखिन्छ। अब एउटा अन्तमा एउटा प्रश्न म तपाईँलाई सोध्न चाहन्छु कि यत्रो ठुलो घटना नेपाली काङ्ग्रेसको सङ्घर्षको इतिहासमा भयो, अन्य पनि घटनाहरू भएका छन्, जस्तै सरोज प्रसाद कोइरालाको हत्या भएको छ, तेज प्रसाद अमात्यजीको हत्या भयो, शिवचन्द्र मिश्रलाई रुखमा बाँधेर चाहिँ गोली छुट्यो। यी कुराहरूलाई नेपाली काङ्ग्रेसले जनताको बिचमा, नयाँ सन्ततिको बिचमा एकदम तथ्यगत सामग्री दिएर त्यसलाई सम्प्रेषित गर्न सकेन, त्यसको प्रचार प्रसार भएन। तपाईँ यसको बारेमा केही भन्नुहुन्छ? यो एउटा अन्तिम प्रश्न। त्यो कुरा त हुनुपर्ने, तपाईँले जुन कुरा भन्नुभयो त्यो त हुनुपर्छ, तर भएन। ठिक छ रामचन्द्र दाजु, तपाईँले ऐतिहासिक कुराहरू बताउनुभयो र हाम्रो उद्देश्य चाहिँ के हो भने जनताको बिचमा जाओस्, नयाँ सन्ततिको बिचमा जाओस्। लोकतन्त्रको निमित्त सङ्घर्ष कल्पना गर्नुहोस् त्यति बेला के परिस्थिति थियो होला र त्यतिखेर कसरी सङ्घर्ष गरेर लोकतन्त्र आयो र हामी केही अगाडि बढ्दैछौँ, यो कुरालाई बुझ्नु आवश्यक छ। र तपाईँहरू जस्तो क्रान्तिकारी र अहिले त्यसको जीवित इतिहासलाई हाम्रो धन्यवाद छ, हाम्रो प्रणाम छ। म तपाईँले एउटा विकेजी आज मलाई खुसी लागेको छ, तपाईँले त्यो पुरानो स्मृतिलाई जगाउनु हो, त्यसलाई लिएर आजको युवक, आजको देशवासीको, नेपालको सबैलाई तपाईँले यो कुरा राखिदिनु भयो, यो कुरालाई अगाडि बढाइदिनु भयो। मलाई पनि एउटा प्रेरणा लाग्छ, प्रसन्नता हुन्छ। जुन कुराहरू आउने पहिले थियो त्यो अहिले आउँछ, त्यो मलाई खुसी लागेको छ। र तपाईँले आज जुन कुरा गर्नुभयो यसलाई बाहिर साथीहरूमा पुर्याउनुहुन्छ, त्यसको लागि तपाईँलाई धन्यवाद छ। मेरो भावना यही हो, तपाईँलाई प्रति मेरो सहानुभूति छ, प्रसन्नता भयो मलाई। त्यो कुरा तपाईँले इतिहासको रूपमा राखिदिनु भयो। धन्यवाद छ, धेरै धेरै धन्यवाद।